ठ्याक्कै यतापट्टि राम्रोसँग देखिनु पर्यो नि भयो नाबाट सिकेर ह्यापी बर्थडे भन ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे ओए पछिमा पर्यो भने बजारे नि ह्यापी बर्थडे अब त्यो गर्न अहिले अर्को क्यान्डल ओए ह्यापी बर्थडे भन अर्को क्यान्डल खै पहिला अहिले पछि लग्यो अहिले पछि यो निकाल खैलो ओ तिमीहरु पर्ला है स्प्रे माथिबाट हाल है ल स्प्रे माथिबाट हाल है पर्छ अब निभाउनु है त्यो गरेर त्यो बल्ने खै त बोल्दैन त के उल्टो चाहिँ गरे त्यहीबाट कल गर्न Happy birthday. Oye मेरो कपाल ओए यार के फुल्ने हो के अघि के बोले अरे बोल्न के फुल्ने हो के हैन यही बोले हो ओए हेलो रुक के काट्नु न 22 वर्ष ओए यार सर्भर उठ्नु भन त 22 वर्ष भए म गाइस सबै हात ल गाइस क्यान्डल सबै बाँचेर मुन्टी ख छिटो गर न भन ए आउन बस न म भिडियो गर्छु बाहिर यसरी गर ल ल लाउ के भो केक त देखे छैन होला अर्को वर्ष 1 2 3 स्टार्ट ह्यापी बर्थडे टु एउटा केही युज गरे हैन ओइ के को भने कतिको भयो बुझाउ त टिस्यु पेपर त थाले गयो मुख ओए गायो सब गायो किन त्यस्तो भा मुखमा चाहिँ के हाना हालेको आयो मरे किन गाडी तिमी क्यामेराबाट बाहिर गइराछौ आ गर ल छिटो म पुरै गुजर आउ आउ खानालाई गम्मै पार है फेरि हान्छ भने के भन्नु यो त यहाँ लगाइदिएर रमाइलो भयो इडियाहरू खुसी भयो खुसी भयो के खानु अब उयो मेरो सबै कपाल बिगार्दै यार मेरो यहाँ कपी बिग्रिसक्यो त्यही भएर चाहिँ पहन यार मलाई खुवाइदेऊ न तिमीहरूले तिनीहरूलाई सब सिकाउनु पर्ने छ यार तोरी खाऊ है खुवाउनला हो कि पागल पार्छ मिल्दैन है Happy birthday Ratra didi. Thank you. Belated birthday. Hey पिछाडी आउन क्यामेरामा आएन 18 गते बर्थडे ह्यापी बर्थडे रत्ना थ्यांक यू मलाई भिडियो बसेको के फेरि मिठो रहेछ है केक त ह्यापी बर्थडे थ्यांक यू खडो म चाहिँ देखेला पागल हो पछाडी आउँदैन तिमी अब स्लाइड गर्ने हो के यसलाई ल गर अब त्यसलाई पज गरेर आउँछु अब खानी हो अनि स्लाइड गर्छु पज गरेर आउन ए म गर्छु त्यो पज गरेर आउँदा अनि यस्तो गर्छु त्यसलाई तिमी नै दोस्रो पागल खुसी त म फेरि खुसी गर्नु पर्दैन अलि त आउनु पहिला धेरै ठाउँ भयो पर जाउँ पछि खाम के केक पुरा आएन के अलि पर जाउँ न ल केक पछि खाने अलि पर जाउँ न यार अटेन यो के ग्याप हेर्ने हो कि मोबाइलमा पागल हो ओइ त्यो देऊ न चम्चा गोलो बनाउ न ल आफ्नो भाग लिऊ यो पहिला तपाईले खाने न बसिसक्यो होला ल चटपटे खान्छ हो यो खाने कि चम्चा ल्याउन मलाई पनि चम्चा सो गाइस मेरो बर्थडे मनाइदिएका थ्यांक यू तिमीहरुलाई थ्यांक यू तिमीहरु काचो हैन पागलले उसिनेको मलाई खा भन्दा
स्यालेरी पनि दिँदैन त्यसले हेरेको पछि मेरो ब्लग त्यो कोटा कोटा हेर्नु Come here. Okay. हाम्रो गेम है यो बोल्दै खाऊ न मेरो भ्लग किन चाहिँ हुन्छ बोल न अब उसको बर्थडे आउँदै छ गाइस कतिको 17 कहाँ जाने आउनु के गर्नु ए मजा आयो बनाउने चाउमिन चाहिँ कहिले छिटो खाने चाहिँ च्यालेन्ज नि ल च्यालेन्ज खेलाउँ है मेरो सक्दैन होला खेलाउँ न प्लिज आफ्नो के पेट गइसक्यो कसरी आज रचनाको बर्थडेमा आयो आज होइन गाइस 18 गते हो बर्थडे आज सेलिब्रेसन गरेको अनि म थिएन नि त गाइस 18 गते बे भोज खाँदैछु म तिमीहरूलाई मेरो भाइहरू मन परेको लाइक कमेन्ट सेयर गरिदिनु होला मेरो भाइहरू मन पऱ्यो तिमीहरूलाई हाम्रो के गरेर ह्यापी बर्थडे टु मिलियन ह्यापी बर्थडे टु मिजी लेन है बर्थडे मेमोरी ह्यापी बर्थडे टु मिजी स्टोरीमा छ लोगोहरूको माको कपाल आउनु ठाउँ हो हामीको पनि आम्ला नि कुनै दिन कपाल लिएर पनि यस्तो ठाउँमा क्या आउँछ अहिले राम्रो ठाउँमा हामी यहाँ अगाडि तपाईँलाई हेरिरहेको छ यो फोहोर चाहिँ जथाभावी नफाल्नु अङ्कल भ्लग बनिरहेको बेज्जत भयो हाम्रो बुढा भयो त्यस्तो बुढा त्यो त लास्टमा खाने हो पिरो भयो भने सक्छ जग्गामा भएको छ नि खाऊ न त्यो तपाईँ नचखाऊ है अरू पनि किन हुन्छ केक छ त भाउ एपी एपी टेस्ट गर है उता गरेर नखाऊ है मलाई नै हेर्छ तिमी अस्ति खाँथ्यो नि त पागल जस्तो 1 2 3 1 2 cheers चाउमिन च्यालेन्ज पानीपुरी खाऊँ न पहिला पानीपुरी चाहिँ प्लेटमा ऊ हाल्ने अचार आचार होइन प्लेटमा झोल हाल्ने खाने हेरिरहेको कहाँ गयो हेर्ने जित्ने त्यहाँबाट हेर्नु यो अघि हामीले चाहिँ मैले लाइटर मागेर लिएर आएँ नि त त्यो लाइटर मागेको ल्याउ तिम्रो झोल झोलको टपरी भनेको क्या पागल रुगा लागेको बेलामा मेरो बर्थडे चाहिँ यस्तो भयो यार अन्त तिमीहरूले त ट्याक्स लगाएर क्लासमा काट्नु त्यही चाहिँ मैले भनेर थाहा छ मेरो नि गर्ने हो क्लासमा काट्यो पढ्यो भन्यो भने छिटो आज ल्याउ न ल्याउ न म्याम पनि बढी मलाई तल केक काटेर आज तल केक काट्यो भने हामी दिनु तल खाने हामी मात्रै दिनु हामी हुँदैन नि त नि ए चम्चा होला नि त्यो चम्चाले हाल्ने हो क्या हाल्ने किन गाइजहरू पानीपुरी टेस्ट गर्ने है टाढो भइरहेको मलाई त त्यस्तो पानीपुरी होला
छिटो छिटो ओस्यो हाम्रो छिटो न ओइ ओस्यो ओइ भएन ल ओस्यो छिटो न 1 2 चेन्ज गर्ने चेन्ज छैन तर मलाई पानी पनि मिठो लाग्छ र यसरी ल्याएर प्लान यसरी रहेछ नि प्याक गरेर है अहिलेसम्म कति ठाउँमा घुम्न जाँदाखेरि के यति रमाइलो छ हो पानपुर लिएर गयो पानपुरको हामी त प्याकेटै खाइरहेको थियो बाबाले सबैले खाऊ न बा ओइ तिमीलाई अप्ठ्यारो भयो किन अप्ठ्यारो भयो चनाको दाल मासको दाल सबै खै चाइनामा गएर पनि हामी यस्तै रमाइलो गर्नुपर्छ है मासु भन्दा यही मिठो छ टाइम त म घर लगेर खान्छु क्या हो खाऊ ओ जान्छ तपाईँ त्यो तपाईँको ज्वरो हालिन्छ त्यसलाई बिहान बिहान अन्त त्यसलाई बिहान बिहान भोक लागेको हुन्छ नि त त्यही भएर आएको हो नि तिमी हाल्ने त तिमीहरूलाई पनि बिहेमा लानुपर्ने छ गाउँको बिहेमा खर्चै लाग्दैन 2000 आयो फेरि टोक्देला है आएर तपाईँ कहाँ आफ्नै गाडी बुझाएको के तपाईँ ओइ त्यो भाइ के अरे भाइसँग भिडियो हाल्दाखेरि त कपाल जस्तो लागेको थियो अरे अगाडि तपाईँको कसले भनेर तपाईँलाई कपाल हो भनेर मम्मीलाई कुरा लगाएर तपाईँ के भनेर हाल्यो तर मम्मीले भने किन हाल्नु परेको रे के रे अनि त्यसपछि अरू पनि छ मम्मीको साथी तिम्रो छोरी होइन तपाईँले कस्तो धगा लगाइदियो एउटा केटीको अनि कस्तो त्यहाँको मान्छेहरू कस्तो हुँदो रहेछ भने आएको आयो आफ्नो छैन सबैलाई आयो तिमी कहाँ र पहिलाको वर्ष हामी गएको त अनि पहिला फोहोर थियो होला म जाने बेला सबै थियो गाइस मन्दिर चाहिँ त्यस्तो राम्रो होइन त्यस्तो फोहोर थियो गाइस दिनकोतिर फोहोर पार्छ होला कि त्यहाँको हामी राति त्यही भएर मेरो त बिहानै गएको म एउटा फेरि आएको छ यस्तो गरेर जाँदैछ है एउटा मेरो एपी जस्तो न हो त्यत्रो केक काट्ने बेला पनि कराएर बसेर यहाँ पऱ्यो उहाँ पऱ्यो भनेर आएको पऱ्यो भन्नु भनेन केक काट्नु आज मेरो स्ट्यान्डै भाँच्यो हाल्यो कस्तो मिठो भएको छ र उता हेर न बोला न गाई के को बेचर कसले हेरेर बस्छ र मेरो फ्रेज भएको म हेर्छु हो खुसीको चाक त्यस्तो भयो अरे गाई के भयो त तपाईँको त हो तपाईँको हुन्छ त होइन झन् केटा हालेको कस्तो बोल्छ यो आलु खाने पहिला हालेन हो आफ्नो चम्चा ल्यायो अब भयो बाँधेको चाहिँ आधा
त्यो भयो के भन्छ थाहा छ रतन आउँदा सधैँ घाट लाग्छ रे म पनि त्यही माग्छु नि त टिसु पनि त्यहाँबाट सोल्यो होला मैले टिसीको बारेमा होइन मैले पानी 10 वटा 20 वटा लिएर आएको छु नि त 18 वटा 18 वटै जस्तो छ किनकि दुईटा बात भयो नि त्यही भएर महँगो हुँदो रहेछ कि त्यो पसलमा के छिटो मैले के गर्ने होला तिमीहरूले त्यो दमै खाने होला नि भात त कति बेला खायो भातमा खाने त नखाने अब यति खायो के खानु मासु रात भरे खाऊ नखाने फ्रिजमा राख्ने मासु यो दुइटा काटौँ न त्यसमा त धेरै त्यसमा कोही चिकन चाउमिन हो कस्तो मजाले देख्छ न मिठो हेर्न हेर्दा पनि एकदम वाउ मेरो ब्लग कस्तो लाइक आउने चार एक दुईजनाले हेर्छ है एक दुईजनाले हान्ने अझ चाहिँ कसैले हान्छ मलाई एडिट गर्न नआएर भने न त मेरो ब्लग पनि पाइन्छ ल 1 2 3 स्टार्ट मैले भने आलुहरु पनि हाल्दिएको भन्नु 1 2 3 स्टार्ट 1 2 3 गो लाउ 1 2 cheers हुँदैन कि पागल हुन्छ कि सिधा बनाएर राख न मेरो ब्याग लगेर राख्दिनु हुन्छ क्यामेरा अन आइदियो त्यो गर ल काट ल ओइ मेरो मोबाइल त सिधा बनाइदेऊ पहिले सुरु ओइ त्यस्तो भयो के त्यस्तै त हुन्छ नि भुइँमा त कस्तो भयो मेरो त अनि भ्लग हाल्नुपर्छ सायद सिधा बनाऊ न सिधा बनाऊ अनि यो कसले सिधा गर्छ त भयो त चाउमिन कस्तो लाग्यो नि म भिडियो गर्दिन अलिकति यति खाऊ ओइ 10:30 बजिसक्यो त बनाउनु ओइ त्यो अफ गरेर चाउमिन च्यालेन्ज गर्नु त अफ गरेर म सक्दैन ओइ म सक्दिन है टक्क गर न भयो सो गाइस हामी चाहिँ अब चाउमिन च्यालेन्ज गर्दैछौँ जसले जित्छ यो केकको यो पाउँछ माथि बराबर गरौँ न कोही खाँदै छैन अनि कस्तो ल 1 2 3 स्टार्ट
हुँदैन ओ त्यो क्लोज गरेर आउँछ क्लोज मात्रै गर है त्यो नगरेको पनि मेरो हेर मोबाइल कामै होइन हो तिम्रो ब्याट्री फेरिन्छ अरे कति रे पैसा मलाई त सस्तो होला नि 5-6 हजार चाहिँ लाग्दैन है ब्याट्री फेर्नलाई कति हजार रुपियाँ कति लाग्छ भन्दै थियो त्यो पेप्सीको लागि एउटा दाइ छ क्या मेरो आइपुग्नु चार्जरै आउँदैन होला टिस्यु त पुगेन तिमीहरूले टिस्यु तिम्रो ब्याग यत्रो छ मसँग नि त भराले हो टिस्यु काम लाग्छ के लिइराख्यो भने अहिले लुगा लाग्ने सिजन छ होइन त्यस्तै खाजा खाने ठाउँमा गर्नु पैसा उठाउनु परेन पहिला 400 हो नि त होइन यो 350 होइन 400 हो चाबिन लान्दिने भने किन 400 भन्छ चाबिन लिएर चेन्ज नभएर होला होइन यहाँ चेन्ज नभएर होइन कि त्यो हामीले के भनिरहेको छ नि त के भयो नि त 350 मात्रै देऊ नभन्छ अनि पसलमा चेन्ज हुँदैन भने उयो पिरो भयो ओइ खाऊ न यो चाउमिन त्यो हट खाऊ खानु हुँदैन नि यो पिरो हुन्छ यार यिनीहरूलाई अब त्यो क्लोज गरिदेऊ त अनि यसलाई देखाइदिउँ नि के भनौँ हेर्नुहोस् गाइस न्याउरी मुसा यो न्याउरी मुसाको बन्दी हो लोफरी तिमीहरूको गाउँमा लोफरी भन्छ हाम्रो गाउँमा न्याउरी मुसा भन्छ आयो तिम्रो गाउँ के भन्छ न्याउरी मुसा लोहर छुट्टै हो लोहरी भन्छ न्याउरी मुसाको भने त्यो भुइँतिरको यति सानो हुँदो यो स्पाइरल हो क्या हेर चाइना जाने भएर मलाई एउटा भनिदिनु कोही फर्किन यार खोइ खाऊँ न केकमा मात्रै आएको हेर चेरी चाहिँ तिमीलाई मनपर्छ अरे ड्रम भयो खोइ पछाडि खाऊँ गाइस मेरो त्यस्तो हुँदैन तु यसमा हाल्नु न कति हो खाने हो मलाई खोइ पहाडसँगै टेस्ट गरेर खाने ओइ अर्को नि देऊ न किन खाउँदिने मोमो मासु खान्छ ऊ घरमा मासु पाकिरहेको छ भने किन नखाउँदा तर मलाई होटलको मासुहरू कस्तो लाग्छ क्या खोइ हेर्नु यो पग्लेको खोइ तिमीलाई खोइ काटेन त अनि खोइ त साबिन खाएको फर्स्ट मैले हो मैले भ्याओ बड्डा देऊ न एउटा मलाई ओइ पछि नखाऊ न त्यो निकाला यो तलको ओइ केक तिमीहरूलाई बढी भयो नै मलाई अर्को फुलवाला अब तिमीहरूलाई भयो है भयो यो कसलाई यो थोरै भएन यो त मलाई कत्रो सुन्दै मलाई चाहिँ ओइ पग्लिसकेको छ नि यो त आयो के गर न भाग्दैन त नि जेली जस्तो
चम्चाले यसरी खान्छ त ल